नेपालको कुल जनसङ्ख्या मध्ये 98 लाख व्यक्तिको स्वास्थ्य बीमा गरिएको तथ्याङ्कले देखाउँछ। अझै पनि ठूलो संख्या यो सेवाको पहुँचभन्दा बाहिर छ। स्वास्थ्य बीमा दर्ता, सेवा प्रदायक केन्द्रमा चाप, सेवाग्राहीलाई सेवा लिन समस्या जस्ता गुनासाहरू यसमा छन्। स्वास्थ्य बीमा लक्षित वर्गसम्म पुग्न नसकेको अवस्था छ। यसैबीच स्वास्थ्य बीमा बोर्ड प्रदेश शाखा कार्यालय लुम्बिनी प्रदेश बुटोलको आयोजनामा बुधबार रूपन्देहीमा तपाईको स्वास्थ्य हाम्रो अठोट नारासहित राज्यको लगानी, नागरिकहरूको योगदान स्वास्थ्य बीमा साझा अभियान कार्यक्रम गरिएको छ। 77 जिल्लाको 753वटा स्थानीय पालिकामा स्वास्थ्य बीमा पुगिसकेको छ। त्यसमा 3वटा स्थानीय पालिका देशभरको डोल्पा जिल्लाको 3वटा स्थानीय पालिकामा चाहिँ विभिन्न कारणले चाहिँ हामीले त्यहाँ स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका छैनौँ। 3वटा पालिकामा चाहिँ 750वटा स्थानीय तहमा पुगिसकेको छ। हाम्रो सबै स्थानीय तहमा पुगेको छ। कर्णाली प्रदेशको डोल्पामा चाहिँ 3वटा पालिकाले गर्दा हामी 753 भन्न सकेका छैनौँ। तर सबै जिल्ला चाहिँ हामीले गरिसकेका छौँ। बीमा प्रति गलत भाष्य चिन्ह जरुरी रहेको भन्दै सहभागीले नीतिगत रूपमा सरकारले सुधार गर्नुपर्ने सुझाव दिए। नेपालको संविधानले नागरिकको स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। 5 जनाको परिवारले 3500 रुपियाँ वार्षिक बीमा शुल्क तिर्दा वार्षिक 1 लाख रुपियाँ बराबरको स्वास्थ्य सेवा पाउने व्यवस्था रहेको छ। कस्तो हो भने संसारमै बीमाको सिद्धान्त के हो भने जो निरोगीले रोगीलाई सहयोग गर्ने, जो पैसा भएका मान्छेले पैसा नभएकालाई सहयोग गर्ने। त हामीलाई के छ भने बीमा गरिसकेपछि 3500 को बीमा गर्छौँ, 1 लाखमा मेरो कति छ, अब कति घटाउनु पर्छ भनेर आफूले चाहे पनि नचाहे पनि भए पनि नभए पनि अस्पताललाई गएको छ। अनि त्यहाँ पनि यसो भनसुन गरेर लो नि मलाई भिडियो एक्सरे गरिदिनु पर्यो, यो चाहिँ मेरो चाहिँ टोटल सम्पूर्ण हेल्थ चेक गरिदिनु पर्यो भनेर त्यो चाहिँ तपाईँको गलत अभ्यास चाहिँ स्वास्थ्यकर्मीले गरेका छन्, चिकित्सक पनि गरेका छन्, भर्ना नहुने ठाउँमा भएका पनि छन्। भनिसके अहिले बीमालाई यस्तो अवस्थामा पुर्याएर नागरिकलाई स्वास्थ्यमा पहुँच पुगोस् भन्ने हेतुले 2072 सालमा शुभारम्भ गरेको यो कार्यक्रम कार्यान्वयनमा अझै पनि धेरै कठिनाइ छन्। रूपन्देहीमा 11वटा स्वास्थ्य प्रदायक संस्थाहरू छन्। हाल लुम्बिनी प्रदेशमा कुल जनसङ्ख्याको 28% मात्र बीमामा आबद्ध रहेको तथ्याङ्क छ। लुम्बिनी प्रदेशका 53 स्थानीय तहमा 66वटा सेवा प्रदायक संस्था रहेका छन्। अझै धेरै हस्पिटलहरूमा चाहिँ यो स्वास्थ्य बीमा कार्यक्रम लागू होस्। निजी सामुदायिक अस्पतालहरूमा पनि यो कार्यक्रम यथाशीघ्र चाहिँ लागू होस्, यति चाहिँ शुभकामना चाहिँ म दिन चाहन्छु बुटोल उपमहानगरपालिकाको तर्फबाट। किनभने बुटोल उपमहानगरपालिकाले गत वर्ष नै यसको आवश्यक कार्यविधि कानुन निर्माण गरेको छ। यसलाई पर्याप्त रूपमा अगाडि बढाउनको लागि आमदा अस्पताल, लायन्स शाखा अस्पताल, यहाँको चाहिँ गौतम सामुदायिक मुटु अस्पताल लगायतका अस्पतालहरूलाई चाहिँ कार्यपालिकाबाट निर्णय समेत गरेको छ सिफारिस गरेर यसमा छिटो चाहिँ लागू होस् भन्नको लागि। काम रोकिएको छ। कहाँ? स्वास्थ्य बीमा बोर्डको माथि केन्द्रबाट चाहिँ काम रोकिएको छ। आउने, अनुगमन गर्ने, यसलाई मार्ग प्रशस्त गर्ने, नागरिकहरूलाई स्वास्थ्य सेवा प्राप्त गर्नको लागि चाहिँ जिम्मेवार चाहिँ बढ्ने यो काम चाहिँ कहाँ रोकिएको छ। यो 10औं स्वास्थ्य बीमा दिवसले चाहिँ यसलाई बाटो पुगाओस्। नेपालमा यो स्वास्थ्य बीमाको कारणबाट यो कामबाट धेरै नेपालीहरू चाहिँ लाभान्वित हुनुभएको छ र अहिले निमुखा र चाहिँ कम आय आर्जन भएका नेपाली जनताहरू, नेपाली दाजुभाइ दिदीबहिनीहरूले पनि यो स्वास्थ्य बीमालाई असाध्यै राम्रो उपयोगीको रूपमा लिनुभएको छ र अहिले नेपालको यो परिवर्तन सँगसँगै नेपालमा अब स्वास्थ्य बीमाको पनि परिवर्तन हुन जरुरी छ। कार्यक्रममा दर्तामा खटेका कर्मचारी राधिका थापा, सहयोगी गङ्गा अर्याल र डोलराज गेवालीलाई सम्मान गरिएको थियो। स्वास्थ्य बीमाबारे घर घरमा चेतना फैलाउने गरी अभियान थाल्न जरुरी देखिन्छ।